जय मसीह सबैजनालाई आज मङ्सिर 20 गते 2082 शनिबार स्वागत छ। आजको विश्वासको कदममा सदाझै अझ पनि हामी विश्वासमा बलियो बनाउन यहाँहरू समक्ष प्रस्तुत भएका छौँ। सुरु गरौँ आजको कदम। वचन खण्ड छ, यरीहोको पर्खाल यहोशू छ। परमेश्वर बोल्नुहुन्छ, पर्खालहरू ढल्छन्। मुख्य पद र पर्खाल फेदसँगै भत्किया। यहोशू 6:20। आजको वचन सानो देखिन्छ तर यसको सन्देश गहिरो छ। परमेश्वर तिमीका निम्ति लड्नुहुन्छ भने कुनै पर्खाल टिक्न सक्दैन। आज हामी विश्वासले कसरी असम्भवलाई सम्भव बनाउँछ भन्ने सिक्छौँ। इस्रायल यरीहोको अगाडि उभिएको थियो। मोटो पर्खाल, बलियो ढोका र मानवीय दृष्टिले असम्भव जित। तर परमेश्वरको योजना फरक थियो। उहाँले शक्ति होइन, आज्ञा पालन माग्नुभयो। घाटन विश्वासको यात्रा। यरीहो पुरै बन्द थियो। शत्रु तयार थियो। इस्रायल डराएको थियो। तर परमेश्वरले पहिले नै भन्नुभयो, मैले यरीहो तिम्रो हातमा दिइसकेको छु। अझ अचम्मको कुरा, उहाँले लडाई अघि नै विजयी घोषणा गर्नुभयो। र निर्देशन यस्तो थियो, 6 दिनसम्म एकचोटि सहर घुम। 7औं दिन 7 चोटि घुमेर चर्को आवाजमा चिच्याऊ। कुनै तरवार होइन, कुनै योजना होइन, कुनै बल प्रयोग होइन। सिर्फ हिँड, पर्ख, भरोसा गर र आज्ञा मान। मानिसलाई हेर्दा यो हास्यास्पद जस्तै लाग्थ्यो। विश्वासले हेर्दा यो परमेश्वरको उत्तम योजना थियो। हरेक पाइला एउटा आज्ञा पालन थियो। हरेक घुमाइ एउटा घोषणा। यो लडाई हाम्रो होइन, परमेश्वरको हो। तपाईको यरीहो। हामी सबैसँग आफ्नै यरीहो हुन्छ। वर्षौंदेखि बोकेको समस्या, मेटिन नसक्ने डर, बारम्बार फर्कने बानी, चर्को दबाव, आर्थिक कठिनाई, भावनात्मक पीडा, बन्द ढोका। कहिलेकाहीँ केही पनि परिवर्तन नभएको जस्तो देखिन्छ। तर परमेश्वरको काम कहिल्यै रोकिँदैन। सम्झनुहोस्, विश्वास सधैँ शक्तिशाली देखिँदैन। कहिलेकाहीँ विश्वास भन्नु नै चुपचाप हिँडिरहनु हो। परमेश्वरले चल्नुहुने समय कुर्दै गर्नुहुन्छ। मुख्य सन्देश, परमेश्वरले बोल्नुहुन्छ भने पर्खालहरू ढल्छन्। हाम्रा साना आज्ञा पालनले ठुलो चमत्कार ल्याउँछ। परमेश्वरले 1 मिनेटमै पर्खाल ढाल्न सक्थे। तर उहाँले पहिले इस्रायलको विश्वास बलियो बनाउनु भयो। त्यस्तै तपाईको सानो आज्ञा पालनले भोलिको ठुलो विजयको ढोका खोल्न सक्छ। व्यावहारिक। आज एउटा मात्रै क्षेत्र रोज्नुहोस् जहाँ परमेश्वरले तपाईलाई आज्ञा पालन गर्न भन्नुभएको छ। सायद यो हुन सक्छ कसैलाई क्षमा गर्नु, निरन्तर प्रार्थना गर्न सुरु गर्नु, नराम्रो बानी छोड्ने निर्णय, धन्यवाद दिन सिक्नु, चिन्ताभन्दा भरोसा छान्नु, वचन पढ्ने बानी बसाल्नु, एउटा विश्वासको कदम चाल्नु, सानो आज्ञा पालन ठुलो आशिषको ढोका। प्रार्थना। प्रभु, म मेरो यरीहो तपाईसँग राख्छु। जुन पर्खाल असम्भव देखिन्छ तपाईको समयमा ढलिसियोस्। मलाई सरल आज्ञा पालन सिकाउनुहोस्। परिवर्तन नदेखिँदा पनि विश्वास गर्न मद्दत गर्नुहोस्। येशूको नाममा आमेन। उद्धारको प्रार्थना। येशू, मेरा सबै पर्खाल र जन्जिर तोडिदिनुहोस्। मेरो जीवन तपाईलाई समर्पण गर्छु। मलाई क्षमा गर्नुहोस्, नयाँ बनाउनुहोस् र तपाईको बाटोमा चल्न मद्दत गर्नुहोस्। आमेन। समापन आशीर्वाद। आजको सानो आज्ञा पालनले तपाईको अगाडि ठुलो विजय ल्याओस्। तपाईका सबै पर्खाल येशूको नाममा ढलुन्। आमेन। जय मसीह। यहाँहरूको आजको कदम आशिषमय रहेको होस्। प्रभुले हामी सबैलाई आशिष दिउन्। आमेन। जय मसीह।